Hello and hi everyone, it's me Antima from Bajang. Welcome back to my vlog. तपाईहरुलाई चाहिँ धेरै स्वागत छ मेरो भ्लगमा। म पुनः पनि भ्लग लिएर तपाईहरुमा आज उपस्थित भइसकेको छु। आज चाहिँ हाम्रो भ्लग विशेष रहनेछ। यो हेर्न नछुटाउनु होला, यो अन्तिमसम्म हेर्न नछुटाउनु होला। यदि राम्रो लागे यो च्यानललाई सब्स्क्राइब गर्नु होला, मेरो युट्युब च्यानललाई। सँगै मेरो टिकटक आईडीलाई फलो गरिदिनु होला र फेसबुकलाई पनि फलो गरिदिनु होला। फेसबुक रिल्स के भन्छ, फेसबुक आईडीलाई पनि। म चाहिँ आजको भ्लगमा विशेषतः एउटा सुन्दर गाउँ देखाउने छु, जुन गाउँ एकदमै सुन्दर छ, प्राकृतिक बनावट त्यो गाउँको छुट्टै किसिमको छ। त्यो गाउँ म तपाईहरुलाई देखाउने छु, जुन गाउँ हो बझाङ जिल्लाको सदरमुकाम नजिकै रहेको जनपा यानी कि जय पृथ्वी नगरपालिका भित्र पर्ने एउटा सुन्दर गाउँ म तपाईहरुलाई देखाउने छु, जुन गाउँ हो पणेश। त्यो गाउँ देखाउने छु। त्यो गाउँको सुन्दर बनावट, त्यो गाउँको चाहिँ सबै कुराहरु म देखाउने छु। यो भ्लग चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला। तपाईहरु देख्न सक्नुहुन्छ यो सुन्दर बस्ती, जुन बस्तीमा विभिन्न चाहिँ जातका मानिसहरु बसोबास गर्ने गर्छन्। जुन गाउँ बझाङ जिल्लाकै एकदमै सुन्दर पनि छ र ठूलो पनि छ। हामी देख्न सक्छौं यहाँ चाहिँ यो गाउँलाई विभिन्न बाडाहरुमा विभाजन गरिएको छ। जस्तै हाम्रो उतापट्टि चाहिँ केतुबाडा भन्ने बस्ती छ, तल जेठाबाडा, त्यसैगरी हाम्रो विभिन्न बाडाहरु छन्। यतापट्टि हाम्रा अरु बस्तीहरु पनि बसोबास गर्ने गर्छन्। जुन बस्ती विभिन्न थरीका जातजाति भएका मानिसहरु भए तापनि यो पणेशमा एकदमै मिलेर बसोबास गरिराख्नु भएको छ। यहाँका मानिसहरु, यहाँको चाहिँ मुख्य पेशा भनेको चाहिँ कृषि रहेको छ। यहाँका मानिसहरु चाहिँ कृषि गरेर आफ्नो जीविकापार्जन गर्ने गर्छन्। यो गाउँका प्राय मानिसहरु विदेशतिर पनि गइराखेका छन्। हामी सबैलाई अवगत भएकै कुरा हो, हाल नेपालमा चाहिँ गाउँ बस्तीहरुमा चाहिँ बाक्लो बस्तीहरु हुँदैनन्, प्राय मानिसहरु विदेश गएका हुन्छन्। यो गाउँमा पनि लगभग तपाईको 40% चाहिँ युवाहरु भनौं रोजगारीको सिलसिलामा भारतको बेंगलोर तर्फ यानी कि विभिन्न देशतर्फ चाहिँ गइराखेका छन्। यो सुन्दर बस्ती भएर के गर्नु, तर विकासको पहुँच यहाँ पुगेको छैन भने यो सुन्दरताको अर्थ हुँदैन। तपाईहरुले चाहिँ यो सुन्दर बस्ती निहालिसक्नु भएको छ। आशा छ हाम्रो यो सुन्दर बस्तीलाई तपाईले चाहिँ मन पराइदिनु भएको छ। यदि तपाईहरुलाई यो बस्ती राम्रो लागे लाइक, कमेन्ट, शेयर गर्न नभुल्नु होला। यति भन्दै म चाहिँ यो भ्लगबाट बिदा हुन चाहन्छु। सबैलाई धेरै सम्झेको छु, धेरै माया, मलाई चाहिँ माया गर्दै गर्नु होला। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्दै जानु होला। धन्यवाद, बाइ बाइ। हामी फेरि भेट्ने छौं। बाइ।